उपचार गर्यो त्यो हुँदै यत्रो बर्बर हुँदै पनि त्यो रोकिएन हैन यो नरोकिनु चाहिँ केको संकेत हो यो नरोकिनु केको संकेत नेपालमा यस्तै क्रियाकलाप भइरहने हो त अहिलेसम्म पनि किन कारबाही नभएको त हैन यो सिडिओ अब यत्रा प्रशासनका ठुला निकायका यो आदेश दिने प्रशासनिक निकायहरूलाई किन अहिलेसम्म छानबिनको दायरामा राखिँदैन अहिले अब यत्रा शीर्ष दलका नेताहरू उपचारको नाममा विदेश भाग्ने भइरहेको छ हैन यहाँनिर यो कसले हेरिदियोस् यो सुशीलाजीको प्रधानमन्त्रीको यो टिमले चाहिँ एकदम गम्भीरतापूर्वक सोच्ने बेला भइसकेको छ 3 करोड जनताको भावनालाई एकदमै आत्मसात राखेर निर्णय गर्नु होला हामी यहाँ बाहिरदेखि खबरदारी गरिरहेका छौं यो कार्यक्रम यो छ नि यो जुन अहिले भित्र बसिरहेको यो बैठक चाहिँ हामीरो माग छ यो बैठक चाहिँ लाइभ हुनुपर्छ 3 करोड जनताले देखिनुपर्छ यो यहाँ के भइरहेको छ कसले के बोलिरहेको छ कसको क्षमता कति छ भनेर चाहिँ हामीले देख्न पाउनु पर्छ ताकि भोलिको दिनमा हामीलाई लिडर चुन्न सजिलो होस् 10,000 जना मान्छेले भोट गरेर एउटा मान्छेलाई चुन्दै गर्दाखेरि त्यहाँनेर 3 करोड जनताको न्याय कहाँ गयो यो कुरा यो विचार गरियोस् तपाईहरु मिडिया पत्रकार साथीहरुलाई अनुरोध छ यो भित्र भइरहेको यो जुन वार्ता चाहिँ हामीलाई यो वार्ता चाहिँ जसरी भए नि प्रत्यक्ष प्रसारण चाहिन्छ हाम्रो माग यही हो अब यो कुरा तपाईहरुले आज वार्ता भइसकेपछि वार्तामा बसिसकेपछि उठाउनुहुन्छ के हिजो अस्ति यो कुरा तपाईहरुले किन उठाउनु भएन त फेरि अब यी कुराहरु हामी सडकमा बसेको मान्छेले उठाएर कहीँ पनि पुग्नेवाला छैन हामी विगत अब सबैजना सडकमा बसिरहेका छौं 46 दिनदेखि हामी सडकमा बसेर एउटा सरकारलाई खबरदारी गर्ने काम गरिरहेका छौं सदन पनि छैन सरकार मात्रै छ हामी प्रतिपक्षको रूपमा हामी सडकमा बसेर खबरदारी गरेर बसेका छौं यो सरकारले कुनै पनि अनैतिक काम नगरोस् अनि यो सरकारले कुनै पनि गैर जिम्मेवारी कुनै निर्णय नगरोस् ताकि भोलिका पिढीहरुलाई एकदम असर गरोस् यो सरकारले 3 करोड जनताको न्याय मुक्ति र आत्मसम्मानको प्रतिष्ठा राखेर चाहिँ यो सरकारले चाहिँ हरेक कुराहरु निर्णय गर्नुभन्दा अगाडि 10 चोटी छानबिन गरेर गरोस् हामी त्यही चाहन्छौं भोलिको दिनमा यो देशले सुशासन पाओस् हामी त्यही चाहन्छौं हाम्रो एउटा मात्रै माग छ देशले सुशासन पाउनु पर्यो 3 करोड यो देश नेपाली जनताले सुशासनको एउटा प्रत्याभूति गर्नु पर्यो म त्यति भन्न चाहन्छु अरु हामीले छानेको सरकार हो भनेर कसरी भन्न सक्नुहुन्छ तपाई आन्दोलनमा हामी केको लागि गएका थियौं हामी अर्को प्रधानमन्त्रीको लागि आन्दोलनमा गएका थियौं हामी थिएनौं नि अर्को प्रधानमन्त्रीको लागि आन्दोलनमा गएका थिएनौं हामी भ्रष्टाचारको विरुद्धमा आन्दोलनमा गएका थियौं हामी सुशासन कायम होस् भनेर आन्दोलनमा गएका थियौं हामी यो देशलाई चाहिँ यो खुशियाली देख्न सुखी नेपाली देख्न पाइयो सबैजनाले एउटा सुखको हामीले सबैजना यो बेरोजगारहरूलाई चाहिँ एउटा रोजगारीको सृजना गरियोस् हैन हरेक नेपालीले चाहिँ खुसीले बाँच्न पाइयोस् भनेर हामी गएका थियौं हामी प्रधानमन्त्री बनाउनको लागि हामी देशको लागि रगत बगाए एउटा पार्टीको गुट बनेर आएका छन् त्यसैले गर्दाखेरि हामीलाई त्यसप्रति विश्वास छ त्यसैले गर्दाखेरि वास्तवमा लडेका जेनजीहरु आइके परिवारका जेनजीहरु आइके परिवारका अभिभावकहरु त्यहाँ सामेल हुनुपर्छ र त्यहाँ के भइरहेछ भन्ने कुरो लाइभ हामीले सुन्न पाउनुपर्छ हामी यसैको लागि जम्मा अब के तपाईहरुलाई भित्र जाने सम्भावना कति छ भित्र जान दिला त तपाईहरुलाई अब अहिले यसबाट यहाँ 2 जना मान्छेहरु भित्र जानु भएको छ अब त्यसबाट के निष्कर्ष के निर्णय आउँछ के छलफल हुन्छ त्यो हेरेर मात्रै यति बेला बालुवाटारमा त्रिपक्षीय वार्ता चलिरहँदा बाहिर भने यति बेला जेनजी लगायत केही युवाहरू यति बेला बाहिर भित्र जान दिएन भनेर यति बेला आफ्नो गुनासो बोकिराख्नु भएको छ यहाँ देख्न सकिन्छ यहाँ प्रतिनिधित्व गरेर 13 सदस्यीय बोलाइएको थियो हैन अब तपाईहरु भन्दै हुनुहुन्छ हामीलाई पनि जान दिनु पर्यो भनेर तपाईहरुको नाम छुटेको
हो या के भएको हो यसमा चाहिँ के भयो होइन हामीले चाहिँ नाम बारम्बार दिएको हो अनि हामीले चाहिँ प्रधानमन्त्रीका कार्यालयको सचिवालय पनि हामीले फोन गरेको छौँ उहाँले पनि फोन गर्नुभएको छ र तपाईँको चाहिँ एकछिनमा हुन्छ भन्दै बस्नुभयो र अहिले हामी चाहिँ बाहिर र 2 जना चाहिँ जानुपर्छ। तपाईँ चाहिँ घाइते परिवारको तर्फबाट हो के भयो तपाईँको मान्छे होइन घाइते परिवारको भन्नाले तपाईँको चाहिँ हामी घाइते परिवार तपाईँको चाहिँ जो शहीदहरू हुनुहुन्छ उहाँहरूलाई समर्थन गर्न चाहन्छौँ। हामी चाहिँ जेएनजी नेपालको तर्फबाट आएको अर्को टिमलाई होइन हजुर यो छुट्टै समूह भन्दाखेरि पनि मन्त्री यहाँनिर मन्त्रीज्यूहरूले चाहिँ होइन पठाउनु भएको त नाम यहाँबाट पनि हिजो नै भयो होला सायद। अब यहाँदेखि 11 प्रतिनिधिहरू जानुभएको छ, यहाँ सबै जानु जरुरी छैन होइन। अब अगाडिका प्रतिनिधि साथीहरू आफ्नो अब जिम्मेवारलाई लिएर जिम्मेवारी भारलाई लिएर चाहिँ अगाडि जानुभएको छ। यो एजेन्डाहरू राख्नुहुन्छ, जेएनजीको समस्याहरू राख्नुहुन्छ उहाँहरूले, यी सबैजनाको जनताको आवाज उहाँहरूले राख्नुहुन्छ। तर त्यो आवाज चाहिँ हाम्रो चाहिँ यति माग्छ कि त्यो आवाज चाहिँ लाइभ प्रसारण अथवा रेकर्डिङमा हामीलाई पुरा चाहियो। हामीले त्यो खोजिरहेका छौँ। हामीलाई निष्कर्ष मात्रै होइन कि त्यो कार्यक्रमको भित्र भइरहेको जुन यो सभाको चाहिँ पुरा क्लिप चाहियो। हामी त्यही भएर चाहिँ हामी बाहिर बसिरहेको छौँ, हामी वेटिङमा बसिरहेको छौँ सरकार पक्षबाट कस्तो खालको प्रतिक्रियाहरू आउँछ, अनि घाइतेहरूको लागि के भयो, शहीद परिवारको लागि के भयो, न्याय सुशासनको लागि के हुँदैछ होइन, आगामी दिनको लागि योजनाहरू के छ त, सरकार आउँदै गर्दाखेरि सरकारको म्यान्डेट के छ त होइन भनेर चाहिँ भित्र एउटा उहाँहरूको मिटिङ चलिरहेको छ। हामी बाहिर पर्खाइमा बसिरहेको छौँ। त्यही सन्दर्भमा चाहिँ हजुरले आरोप छैन। उहाँहरू जेएनजी प्रतिनिधिहरू भित्र जाने सबै टिम 10-11 टिमबाट हुनुहुन्छ होइन। अब यो भनेर हामीले चिन्न पनि सक्दैनौँ, किनकि हामीले 100 जना मान्छे मात्रै देख्न सक्छौँ। तर देशमा 3 करोड जनता छ, यति हेक्का राखियोस् होइन। कसैले देख्दाखेरि त्यो सक्कली जेएनजी, नदेख्दाखेरि नक्कली जेएनजी होइन। यो देशको सबै जनतालाई सधैँ उति नै हक अधिकार छ र जो अगाडि आउनु भएको छ उहाँहरूलाई पनि थाहा छ कि म यस्तो खालको जिम्मेवारी लिएर हिँडिरहेको छु कि यो जिम्मेवारीले चाहिँ भोलि पर्सिपल्ट मैले नराम्रो काम गरिनहुँदाखेरि यो जिम्मेवारी चाहिँ मेरै टाउकोमा आइलाग्नेछ भनेर उहाँहरू पुराका पुरा आफूलाई चाहिँ सच्याएर सही मार्गदर्शन दिएर चाहिँ उहाँहरू जानुभएको छ। आशा छ उहाँहरूले हाम्रो देशको हितको लागि काम गर्नुहुनेछ, हाम्रो देशको हितको लागि बोल्नुहुनेछ। हाम्रो सम्पूर्ण यी 70 जना शहीदको बारेमा सबैजनाको विश्वास गर्नुहुनेछ। यसलाई